हेर गाइस आज हामी पहाडको टुप्पामा छौँ। भिडियोमा त्यस्तो बोल्छ नि। हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अगेन। हेर्दै जानुहोस् अनि रमाउँदै जानुहोस्। लु यहीँबाट भ्युज हेर्नु, भ्युज रे के भ्युज भनिरहेको चाहिँ कहिले भ्यूलाई भ्युज भ्युज त तपाईँहरूले सब्सक्राइब लाइक गर्यो भने हेरौँला नि होइन। आज हामी पहाडको टुप्पामा छौँ। हेर टुप्पामा हामी दुईजना मात्रै, बुढाबुढी हाइकिङ आज। अब हिँड्दै जानुपर्छ, हात गलेर फेरि उत्तिकै हुन्छ। थ्याङ्क यू। हेर यस्तो हस्बेन्ड खोज है सबले, यस्तो हस्बेन्ड पाउँदैनौ नि। मेरो चस्मा कस्तो छ भन त। Isn't it good? Beautiful like me. यस्तो रोडमा हिँड्नु परिरहेको छ। यस्तो रोडमा टुक 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 जङ्गलमा। अब कहाँनिर छ? हामी चाहिँ खासमा वाटरफल हेर्नलाई आएको, तर अहिलेसम्म भेटेको छैन। खोज्दैछौँ कहाँनिर छ, हेर्नुपर्ने हुन्छ। माई गुडनेस, म त थाकेँ हौ हिँड्दा नि। थाक्नु भयो? थाक्नु भयो कि नै? थाक्नु भइसक्यो कि भइसकेन? मेरो त बोसो पग्लिन थाल्यो। पग्लिन्छ कि जस्तो लाग्यो हौ। आज के खायौँ भन्नु न। आज हामीले के खायौँ? पुलाउ बनाएर खायौँ। खसीको मासु मेरो बुढाले बनाएको यस्तो मिठो थियो। थ्याङ्क यू बेबी। पुलाउ मन पऱ्यो तपाईँलाई? फेरि मिठो चिज धेरै खानु हुँदैन क्या, धेरै क्यालोरी हुन्छ नि त्यसमा। त्यही भएर आज हाइकिङमा आएको, अनि ट्याक्क त्यो सब उयो हुन्छ, पच्छ। यस्तो दामी देखेको छ। अब यो फोनमा राम्रोसँग देखाउनै मिल्दैन, त्यही पनि म अहिले हाल्छु। म चट्टा लगाएर देखाइदिन्छु हजुरहरूको लागि। खासै भिडियो बनाउँदा आउँदैन, त्यही पनि हल्का बनाइहालौँ न अहिले। किन भ्युज नै धेरै जानु पर्यो होइन, आफ्नो मेमोरीको लागि पनि हुन्छ भनेर के। यहाँदेखि राम्रो देख्दैछ बुढी। हावा आएको हेर्नु न। फर्स्ट टाइम मैले यति राम्रो भ्यू देखेँ यार। अब यस्तो चाहिँ गर्नु नहुने थियो, अब गरिहाल्यो। उए हेर न बादल। ओ माई गुडनेस बेबी, बादल कति राम्रो देखेको। पुरै सिटी देखिँदो रहेछ। हाम्रो सिटी मात्रै नै क्या, पुरै एरिया देखिन्छ कि देखिन्छ। यहाँदेखि ल ऊ त्यो सिटी हो, त्यहाँ छ मेरो ल्यान्ड। एयरपोर्ट होला। यो चाहिँ हामी बुढाबुढी हिँडौँ। लेट्स गो। एकै ठाउँ बस्यो भने त अहिले कहिले पुग्ने? पानी परिदिन्छ अहिले, यत्रो बादल छ है टाउकोमा। बादल ठिक छ। ओके हेर्नु बाइक छ क्या रुख। वी आर हेडिङ टुवर्ड्स उतातिर। तिम्रो अहिले जन्डुलुप पनि देखिन्छ हो र। ओ यतातिर यहाँ पो हाइकिङ गर्न मजा आउने खालको रहेछ नि। हामी त कता कता गयौँ अहिलेसम्म थाहा नै भएन। घरको साइडमा, घरको पछाडि नै गइन्छ। भ्यू देखाउँछ क्या। जुन हेर्नु तिमी माथि
माथि सागरको हामी यहाँ आइसकेको छौँ यस्तो दामी छ यो भ्यू तर यो के आँखाले देखेको जस्तो छैन नि यो के हो क्यामेराले उयो नै गर्न सक्दैन कि आँखाले अझै राम्रो देखाउँछ नि त मान्छेको आँखा जस्तो खिच्न सक्दैन सक्दैन यसमा ड्याम बनाउँछ नि त पहाडको बिचमा ड्याम बनाउँदाखेरि यहाँ बिचमा त स्रोत छ पानी सबसँग हालेर तिम्रो के अरे ड्याम बनाउने त कास्टै सहरलाई पुग्ने पानी हुन्थ्यो होला होइन बनाहाला नि यस्तो गर्दै गर्दै कुना नबनाउनु यो सबै पानी त ड्याममा त जान्छ होला नि यतिकै खेर कहाँ जानिदिन्छन् होला हुन त यो अस्ट्रेलियामा यसै पनि पानी कमी हुँदैन समुद्रहरू यताउति छ नि त होइन यस्तो हो अब यहाँ अहिले बनाएपछि रिस्की हुन्छ तल बस्तीहरू छ नि त फेरि टाढा बना होला उयो त्यहाँ हेर्न त्यहाँ मान्छेहरू पुग्यो क्या भिडियोमा त्यस्तो बोल्छन् म त हालिदिन्छु मलाई त मतलब नै छैन हो त तपाईँ बोल्नेलाई लाज छैन सुन्नेलाई के को लाज त म बोल्छु ए तपाईँबाटै सिके होला त्यसो भए म बोल्ने भए यही मान्छे हो मलाई यस्तो वर्डहरू सिकाउने झगडा गर्दै भ्यू इन्जोय गर्नुको पनि मजा छुट्टै छ यस्तै त हो नि बुढाबुढीको माया हिजो पानी पर्दा 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 वाक्क लागेर आज त यस्तो राम्रो वेदर गरेको थियो अनि यो भ्यू हेर्दै घाम ताप्दै मजा आएको थियो फाइनली हामी हिँडेर पनि थाक्यौँ घुमेर पनि थाक्यौँ हेरेर पनि थाक्यौँ अब घर जाने अब सबै सकेर हेरेर घुमेर मेरो बुढले गाडी चलाउँछ नि त्यही खुसी छु म अनि अब म गाडी चलाउनेवाला छु क्यालकुलेटमा बिकज आम अ लर्नर सो अब चाहिँ हामी पछि भेटौँला See you in next video. गाडी चलाउनु Till then, bye. Bye भन्दैन बेबी बाई मैले गाडी चलाउने भनेको त बाटो अप्ठ्यारो छ नि त होइन बुढो बाटो डेन्जर छ अनि त्यही भएर मैले गाडी चलाइनँ ल गाइज मेरो यहाँ पिम्पल लाग्छ 3 दिन भयो ठिक नै हुँदैन के भएको अनि अब हामी घर जाँदैछौँ अनि त्यस पछाडि त्यही हो म त्यही भन्नलाई आएको बाई